हेलो एन्ड नमस्ते सबैजनालाई। अस्ट्रेलिया भ्रमणको सिलसिलामा यो पुनः अर्को सिरिजमा सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। अस्ट्रेलिया भन्ने बित्तिकै एउटा ठुलो राष्ट्र हो र यो एउटा स्वयं महादेश पनि हो। यहाँ विभिन्न किसिमका हावापानी र वातावरण पाइन्छ। त्यसै गरी थुप्रै पर्यटकीय गन्तव्यहरू पनि रहेका छन्, जसमध्ये ग्रेट ओसन ड्राइभ पनि एउटा संसारकै प्रख्यात पर्यटकीय स्थलहरूमध्ये एक हो, जसमा म तपाईँहरूलाई आज लैजानेछु। हेरेर सँगसँगै साथ दिनुहुनेछ भन्ने आश पनि राखेको छु। Silent song, a timeless road, a place that eased the heavy load. Oh great ocean, you touch my heart. अहिले चाहिँ म यो डनीब्रुक ट्रेन स्टेसनमा आइपुगिसकेको छु। आजको मौसम चाहिँ खासै राम्रो छैन, हल्का पानी परिरहेको छ। आज म यस स्थानबाट साउदर्न क्रस हुँदै टेरिङसम्म जानेछु र त्यहीँ बस्नेछु। In your beauty, pain could see. The sky was wild, the air was free, and for a while I was just me. यो तेराङ जाने क्रममा चाहिँ अहिले म साउदर्न क्रस ट्रेन स्टेसनमा आइपुगिसकेँ। साउदर्न क्रस स्टेसन मेलबर्नको सबैभन्दा प्रमुख र व्यस्त यातायात केन्द्रमध्ये एक हो, जहाँ दैनिक रूपमा हजारौँ यात्रुहरू आवत जावत गर्ने गर्दछन्। यो स्टेसनबाट मेलबर्नका विभिन्न गन्तव्यहरूमा यात्रा गर्न सकिन्छ भने यसको मुख्य विशेषता भनेको यसको विशाल लहरिएको छाना हो, जसले स्टेसनलाई आधुनिक र छुट्टै पहिचान दिएको छ। यो छाना केवल सुन्दर देखिनको लागि मात्र नभई हावा र प्रकाशको प्रवाहलाई ध्यानमा राखेर डिजाइन गरिएको मानिन्छ। यो साउदर्न क्रस स्टेसन चाहिँ मेलबर्नकै एउटा ट्रान्सपोर्टेसन हब रहेछ। विशेष गरी विभिन्न बाहिर क्षेत्रमा जाने यो ट्रेनहरू चाहिँ यहीँ हुँदै चल्दो रहेछ। यो हिसाबमा यहाँ एकदमै मान्छेको भिडभाड हुनुपर्ने हो। मैले पनि त्यस्तै खालको एक्सपेक्टेसन राखेको थिएँ, तर यात्रुहरूको अलिकति फ्लो अथवा यहाँको आउने जाने मान्छेहरूको चाहिँ फ्लो चाहिँ अलिक कम नै रहेछ। विशेष गरी यो जापान, कोरिया आदि इत्यादि देशहरूको तुलनामा चाहिँ यहाँको यात्रु अनुभव चाहिँ मेरो एकदमै कमी भएको जस्तो लाग्छ। यहाँ मात्रै होइन, खालि यो अन्य ठाउँहरू जस्तै बस स्टेसनहरू पनि मान्छेको फ्लो चाहिँ एकदमै कमी जस्तो देखेँ। यो तेराङ जाने ट्रेन चाहिँ 1 बजेर 5 बजेको रहेछ। 1 बजेको ट्रेन भ्याएन, त्यही भएर अहिले 5 बजेसम्म लगभग वरिपरि यही साउदर्न क्रसको वरिपरि बसेँ र अहिले चाहिँ अब म यता ट्रेन स्टेसन भन्दा पनि भित्र छिरेर अब ट्रेन चढ्नतर्फ गइरहेको छु। आई विल सो द अल सिन द्याट बाटोमा के देखिन्छ होइन। यो चाहिँ गेट भइहाल्यो। ट्रेन पनि आइपुगिसकेको छ। सो दिस इज द ट्रेन फर द तेराङ। आइ एम सो एक्साइटेड टु बी देयर एट द तेराङ होइन। मेलबर्नको साउदर्न क्रस स्टेसनबाट करिब 3 घण्टाको रमाइलो रेल यात्रापछि तेराङ स्टेसन आइपुगेँ। यो सानो, शान्त र सुन्दर क्षेत्रीय सहरको पहिलो झलक साँच्चै नै मन छुने खालको थियो। करिब 3 घण्टाको यो रेलको यात्रा आइसकेपछि चाहिँ म यो तेराङ भन्ने स्टेसनमा आइपुगिसकेको छु। यो चाहिँ तेराङको स्टेसन भइहाल्यो। दिस इज द तेराङ स्टेसन एन्ड वान अफ माई फ्रेन्ड, मेरो एकजना पुरानो बेसिक मेट। अरे तिमी आइपुगिसक्यौ यार। वेलकम टु तेराङ। थ्याङ्क यू सो मच यार। आई एम सो ग्ल्याड टु सी यु। कति वर्षपछि भेट्यौँ हामी? लगभग दाइ हामी 10 वर्ष 9 वर्षपछि भेट भयो दाइ। वाउ यार, भेरी नाइस है। आफ्टर लङ टाइम दाइ, म एकदम खुसी छु। यहाँ यति टाढा बसेको छु म, अनि यसरी जुन मेरो बेसिक मेट चाहिँ मलाई भेट्न आउँदा आइ एम सो ह्याप्पी। थ्याङ्क यू सो मच। तेराङ जे होस् कस्तो रमाइलो ठाउँ रहेछ है। ल दाइ, अब एकदम खुसी लाग्यो आउनु भएको छ है। अब हामी चाहिँ घर जाउँ। यो चाहिँ अब गाडी चाहिँ यही हो मेरो होइन। अब यो हरि यो तिम्रो गाडी? दाइ यार, ए गाडी त बवाल छ त यार। होइन दाइ, अब अस्ट्रेलिया बसेपछि यसो एउटा राम्रो गाडी त चढ्नै पर्यो नि दाइ, के गर्ने। ल यार, सो लग्जरियस गाडी, यस्तो दामी यार। राइट, थ्याङ्क यू दाइ, धेरै धेरै धन्यवाद है। अब अस्ट्रेलिया आएपछि यतिको गाडी त यसो चढिदिउँ भन्ने सोच भएर हो दाइ। हरि गाडी त मलाई एकदम बवाल लाग्यो, एकदम राम्रो लाग्यो यार। कति वर्ष यसको? दाइ यो
अब नेपालीमै कुरा गरौँ न हामी नेपाल बस्ने नेपाली होइन नेपालका त्यही भएर नेपालीमै चाहिँ प्राइस साथीहरूसँग बुझेको मैले यो मित्सुबिसी आउटल्यान्डर PHEV को चाहिँ अहिले लेटेस्ट भर्जनमा चाहिँ नेपालमा त्यही 2.5 करोड जस्तो पर्छ भन्ने 2.5 करोड 2.5 करोड यार यत्रो लामो समयपछि भेटेका छौँ हरि लगभग हामी 10-15 वर्षपछि नै भेटे जस्तो लाग्छ भन न के छ अस्ट्रेलियाको बारेमा केही सुनाऊ अस्ट्रेलिया र नेपालमा के फरक पायो भन न यार दाइ म अब हामीसँगै तालिम गरेर म पनि 12 वर्ष जागिर खाएर नेपालबाट अस्ट्रेलिया आएको इट्स ड्रास्टिक डिफ्रेन्ट बिट्विन अस्ट्रेलिया नेपाल धेरै कुरा चाहिँ नेपालले अस्ट्रेलियाबाट सिक्नुपर्ने धेरै कुराहरू छन् है विशेष गरेर अब अहिले म गाडी कुदाइरहेको छु यसमा ट्राफिक रुल्सको कुरा गरौँ है ट्राफिक रुल्स ट्राफिक रुल्समा हामी जेनरली नेपालमा चाहिँ एकदमै रुल्स फलो नगर्ने ट्राफिक लाइट छल्ने यहाँ अस्ट्रेलियामा तपाईँले पुरै अस्ट्रेलिया देशभरि घुम्नुभयो भने बाटोमा एउटा पनि ट्राफिक भेट्नुहुन्न तर अस्ट्रेलियामा त्यस्तो धेरै एक्सिडेन्टहरू हुँदैन एकदम कम हुन्छ एकदमै धेरै गाडी कुद्छ लगभग प्रति व्यक्ति एउटा गाडी सबैसँग हुन्छ तर पनि एउटा पनि ट्राफिक भेट्नुहुन्न यहाँ चाहिँ पुरै रुल्सले गभर्न गरेको हुन्छ सबै रुल्स फलो गर्छ सबैले सानो कुरामा पनि रुल्स फलो गर्छ त्योले गर्दाखेरि एउटा त्यो ट्राफिक रुल्सकै कुरा त्यो भयो अब हाम्रो नेपालले चाहिँ एकदमै धेरै अस्ट्रेलियाबाट सिक्नुपर्ने अर्को कुरा भनेको वर्क इथिक्स काम भनेपछि कामलाई 100% दिने जे काम होस् सानो ठुलो केही भन्ने कुरै हुँदैन सानो काम ठुलो काम भनेपछि सक्यो कामै हो त्यसलाई चाहिँ 100% दिएर गर्नुपर्छ भन्ने कुरा हामीले चाहिँ नेपालीहरूले चाहिँ कामको ठ्याक्कै कुरा मैले बिचमै रोकेँ जस्तो कामको कुरा गर्नुपर्दाखेरि स्पेसली नेपाली कम्युनिटीको मान्छेहरू चाहिँ अस्ट्रेलियामा आइसकेपछि कस्तो खालको जबहरूमा चाहिँ बढी इन्भल्भ हुन्छ अहिले देखिएको ट्रेन्डमा चाहिँ दाइ अब हाम्रो एज केयर र डिसेबिलिटी सेक्टरमा चाहिँ सपोर्ट वर्करको रूपमा गर्नेहरू चाहिँ एकदमै धेरै नेपालीहरू त्यसमा राम्रो पे पनि छ त्यसमा फेरि तिमीले भने जस्तो एकदम राम्रो पे पनि अनि अपर्च्युनिटी अथवा PR पाथवे पनि राम्रो हुन्छ पाथवे पनि हुन्छ त्यसमा अर्को चाहिँ हामी नेपालीहरू एकदमै दयालु खालको हुन्छौँ त्यो भएर पनि हामीले चाहिँ केयरटेकरको हिसाबले काम चाहिँ एकदम केयरटेकर गर्ने काम सपोर्ट गर्ने काममा चाहिँ एकदमै हामी राम्रो भएकोले गर्दा पनि यहाँको चाहिँ कम्पनीहरूले पनि नेपालीहरूलाई चाहिँ काम राम्रोसँग दिने अनि नेपालीहरूले पनि त्यसमा चाहिँ राम्रो काम गर्ने भएकोले गर्दाखेरि अहिले चाहिँ एज केयर र डिसेबिलिटी सेक्टरमा चाहिँ एकदमै धेरै राम्रो पर्फर्मेन्स पनि राम्रो छ नेपालीहरूले काम पनि राम्रो गरेका छन् धेरै चाहिँ नेपालीहरू त्यसमा इन्भल्भ भएको छन् अहिले कस्तो दामी ठाउँ रहेछ है दाइ यो सानो एउटा चाहिँ टाउन होइन यसो मेरो कर्मभूमि अहिलेको लागि मलाई त एकदम भोक पनि लाग्यो हरि अब हामी एकदम घरबाट एकदम नजिकै छौँ दाइ अब हामी 2-3 मिनटमा घर पुग्छौँ अस्ट्रेलियाको धेरै ठाउँमा मैले यात्रा गरेँ अधिकतम यो ट्रेनहरू नै कुरा गरौँ यो के सडकहरू पनि कुरा गरौँ एकदमै अलिक खाली जस्तो लाग्छ अलिक कम के अरे यो सहरी चाप जस्तो लाग्छ किन हो भाइ यो अब यो एक त यो एरियाको आधारमा हेर्ने भने नेपालभन्दा धेरै ठुलो देश हामी बसेको भिक्टोरिया राज्य नै नेपालभन्दा 5 गुणा ठुलो छ 5 गुणा ठुलो यो भिक्टोरिया नै अस्ट्रेलिया हेर्ने भने पुरै अस्ट्रेलिया नेपालभन्दा 53 गुणा ठुलो छ हैन तर यहाँको जनसङ्ख्या नेपालको भन्दा कम छ दाइ अनि यहाँनेरि चाहिँ सबै मान्छे चाहिँ एकदम वर्क लाइफ छ यहाँ बिजी लाइफ छ त्यो भएर हामीले चाहिँ त्यति धेरै मान्छेको चापहरू देखिँदैन ओभरअल यहाँको पपुलेसन हेर्ने भने दाइ जम्मा 2 करोड 80 लाखको हाराहारी मात्रै छ दाइ अहिले भनेपछि 53 गुणा ठुलो चाहिँ देश तर फेरि नेपालको भन्दा पनि अझ कम जनसङ्ख्या त्यो कारण पनि होला है हामी बसेकै राज्य नै नेपालभन्दा 5 गुणा ठुलो छ दाइ तेरङबाट ग्रेट ओसन रोडको यात्रा केवल एउटा गन्तव्यसम्म पुग्ने बाटो मात्र होइन बरु मनलाई शान्त बनाउने एउटा अनुभव हो वरिपरि फैलिएका हरियाली जङ्गल टाढासम्म देखिने खुला फाँट शान्त सडक र प्रकृतिको मिठो स्पर्शले प्रत्येक क्षणलाई विशेष बनाइरहेको छ यहाँ न भिडभाड छ न हर्नको आवाज छ त केवल चराचुरुङ्गीको सङ्गीत र हावासँगै बग्ने प्रकृतिको सुन्दरता यात्रा गर्दा कहिलेकाहीँ लाग्छ खुसी गन्तव्यमा मात्र हुँदैन बाटोमै लुकेको हुन्छ यस्ता दृश्यहरूले जीवनलाई केही क्षण रोकिएर महसुस गर्न सिकाउँछन् यही शान्त वातावरण हरियाली र प्रकृतिको सौन्दर्यले प्रकृतिभन्दा ठुलो कलाकार यो संसारमा सायद कोही छैन भन्ने प्रमाणित गर्दछ Maybe some places are more than land.
maybe they heal without a hand. र यो चाहिँ एकदम राम्रो टुरिस्ट एरिया हो यार पोर्ट क्याम्बल भन्ने ठाउँ हो म चाहिँ अहिले यो पोर्ट क्याम्बेल भन्ने ठाउँमा आइपुगेँ एकदमै रमाइलो दृश्य रहेछ यहाँ चाहिँ आइएम विथ माई फ्रेन्ड हरि होइन कस्तो छ हरि यो पोर्ट क्याम्बलको बारेमा केही भन न यो एकदमै राम्रो यो हामी 12 एफएस्टल जाने बेलामा अन द वे चाहिँ यो पोर्ट क्याम्बल पर्छ इट्स वान अफ द ब्युटिफुल प्लेस हामीले घुम्नै पर्ने अस्ट्रेलिया आएपछि एउटा घुम्नै पर्ने ठाउँ भिक्टोरिया राज्यको पोर्ट क्याम्बल भन्ने ठाउँ पनि हो I'll still believe some roads are made for hearts. यो अस्ट्रेलियामा आइपुगिसकेपछि चाहिँ घुम्ने ठाउँहरू अथवा यताउता यात्रा गर्ने ठाउँहरू धेरै छ त्यसमध्ये एउटा समुद्रको छालमा अथवा समुद्रको नजिकै पुग्ने पनि एउटा ठुलो चाहना थियो र आज चाहिँ हुन त हामी ग्रेट ओसनको छेउमा उता नै जाँदैछौँ यद्यपि बाटोमा जाँदै गर्दाखेरि यो पोर्ट क्याम्बलमा आइपुग्यो यो पनि एकदम रमाइलो ठाउँ रहेछ थ्याङ्क यू सो मच हरि फर दिस अपर्च्युनिटी यो पोर्ट क्याम्बलको यो ट्याक्क यो समुद्रको किनारा नजिकै बसेर यसो बस्दा गफका पनि बडो रमाइलो छैन राम्रो छ त यो एकदमै राम्रो टुरिस्ट एरिया पनि हो यो अब समुद्रको छाल हेर्दै नजिकै यहाँ कफी सप पनि छ मजाले कफी खाँदै कफी खान मन लाग्यो एउटा कफी खानु पनि खाउँछ जाउँदै अब ओके कफी पिकालो रोस्टर्स चिसो चिसो छ पानी परेर होइन जाडो छ हामी कफी खान्छौँ It's a rough road out there, kid. The highway's alive tonight. It ain't no country for old men. We're leaving on a jet plane. This ain't my सो यो ग्रेट ओसन इलाकामा जानको लागि चाहिँ यो यदि तपाईँहरूलाई चाहिँ यदि कतै बस्नुपर्ने छ भनेदेखि यो पोर्ट क्याम्बेल भन्ने ठाउँमा चाहिँ मजाको यो मोटलहरू भएको ठाउँ रहेछ यस्तो रमाइलो ठाउँ पनि रहेछ एकदम सुन्दर घरहरू भएको मोटल पनि रहेछ यतापट्टि साइडमा समुद्र अनि यतापट्टि चाहिँ मोटलहरू सो मलाई जहाँसम्म लाग्छ यो प्राइस वाइज पनि त्यति धेरै महँगो पनि छैन होला जस्तो लाग्छ यो चाहिँ उपयुक्त ठाउँ रहेछ यहाँ बस्नको लागि पोर्ट क्याम्बेलमा चाहिँ यदि तपाईँहरू बस्ने हो भनेदेखि इट्स अ भेरी बेस्ट प्लेस to the end of the line. 'Cause it's a great big ocean and you're born to run the things we do. अरे तिम्रो ड्राइभिङ कस्तो स्मुथ लाग्छ यार यो तिम्रो ड्राइभिङ त्यस्तो हो कि गाडी त्यस्तो हो के हो यो यो होइन प्राय मलाई चाहिँ भाइहरूसँग पनि म गाडीहरू कुदाउँदाखेरि प्राय मलाई नै कुदाउन दिइरहेको हुन्छन् मैले यो खाल्टाखुट्टी जोगाउने गाडी चाहिँ एकदम माया गरेर कुदाउँछु म गाडीलाई म गाजा घुजुक पारेर त्यति कुदाउँदिनँ म मलाई एउटा मजाको त्यो के अरे कुनै प्लेनमा यात्रा गरिरहेको र त्यो गाडीमा यात्रा गरिरहेको मलाई कुनै त्यति फरक अनुभवै भइरहेको छैन कि आइएम फिलिङ लाइक त्यस्तो लग्जरियस के गाडी एकदम गाडी पनि राम्रो छ भाइ गाडी पनि लग्जरियसै छ अनि प्लस अब कुदाउन पनि म चाहिँ एकदमै धेरै गाडीलाई प्रोटेक्ट गरेर माया गरेर कुदाउँछु जस मलाई मेरो बेसिक मेट हरिले गाडी जुन तरिकाले कुदे आई लाइक इट आई लभ इट होइन पहिलो कुरो त यो यति मजाको लग्जरियस गाडी ओन गर्नु नै ठुलो कुरा हो जस्तो लाग्छ फ्रम माई पर्सपेक्ट अनि एनिवे अब अस्ट्रेलियाको इन्कमको हिसाबले यो एउटा सजिलै होला उहाँहरूको लागि यद्यपि नेपालीहरूको लागि चाहिँ एउटा सपना जस्तै हो त्यसमाथि अब फेरि यस्तो स्मुथली कुदाउने पनि अर्को एउटा एकदम गजबकै विशेषता रहेछ गाडीलाई चाहिँ अलिकति अब दाइ यो हामीले मेन अब 12 फेस्टिभल अथवा यो चाहिँ ग्रेट ओसन रोडमा हामीले इन्जोय गर्ने भनेको यो समुद्रको किनारको 11 किलोमिटरको ड्राइभ एकदमै रमाइलो हुन्छ प्लस यहाँबाट हामीले देख्दाखेरि चाहिँ निलो समुद्र घाम लागेको आज अलिकति हाम्रो चाहिँ कुहिरो लागे जस्तो भएको छ तर घाम लाग्दाखेरि चाहिँ एकदमै यहाँनिर निलो तरिकाले पुरै टिलिलिलिलिलिलि टल्किन्छ क्या दाइ यताबाट समुद्र छ समुद्र चाहिँ एकदम टल्किन्छ यो पुरै पर यो कुहिरो लागेकोहरू सबै समुद्र हो दाइ आज मौसमले अलिकति साथ मौसमले साथ नदिए पनि हामीले इन्जोय त गरिरहेको छौँ होइन पक्कै पनि 12 फेस्टिभल पुग्दाखेरि अलिकति घाम लाग्छ कि जस्तो देखिएको छ त्यसले अलिकति हामीलाई चाहिँ आज घाम साथ दिन्छ जस्तो छ अलिकति अझै हामीलाई पुग्न टाइम छ तर यो इन्जोय गर्ने भनेको यो समुद्रको किनारमा यसरी गाडी कुदाउने 11 किलोमिटर प्लस त्यो विभिन्न बिचमा विभिन्न ठाउँहरू आउँछ एउटा चाहिँ हार्बर ब्रिज भन्ने आउँछ अहिले हामी फर्किँदाखेरि हार्बर ब्रिज पनि छिर्छौँ यहीँनिर हार्बर ब्रिज भन्ने पनि छ अनि जो धेरैवटा एपोलो बे भन्ने छ धेरै धेरै ठाउँहरू छन् यहाँ घुम्नको लागि
हामी फर्स्टमा टुवेल एफएस टल पुग्छौँ त्यहाँबाट हामी फर्किँदाखेरि घुम्दै घुम्दै सबै स्टेसन चाहिँ घुम्दै घुम्दै आउँछौँ दाइ रियली म त यस्तो आइएम फिलिङ सो ग्रेट होइन आइएम फिलिङ सो प्राउड ह्याभिङ अ फ्रेन्ड लाइक यु होइन यहाँ आएर पर्यटक हरिबासकोटासँग सर यो ग्रेट ओसन रोडमा यसरी घुम्न पाउनु साँच्चीकै मेरो सौभाग्यकै विषय हो नि थ्याङ्क यू दाइ मलाई त्यतिको प्रेज गरिदिनु भयो म अब त्यति प्रेजको हकदार थिएँ थिन खोजेन तर त्यति गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद दाइ Tell my friends I won't be home. I'm heading to अरू यो क्षेत्रमा चाहिँ कङ्गारुहरू आउँदैन यो एरियामा दाइ ऱ्याबिटहरू खरायोहरू त्यस्तोहरू चाहिँ बढी आउँछ कङ्गारुहरूको लागि चाहिँ अलिक ठुल्ठुलो रुखहरू त्यस्तो भएकोमा कङ्गारुहरू प्रायः हुन्छ यहाँ चाहिँ बुसेस छ क्या एकदम सानसानो बुसेसहरू। अनि यो सानसानो बुसेसहरूमा त्यति धेरै कङ्गारु सुट गर्दैन टक्क दायाँ पनि जाडी बायाँ पनि जाडी बाघहरूको कुरा के छ बाघ छैन है अस्ट्रेलियामा बाघ मलाई थाहा छैन भाइ त्यसमा चाहिँ अहिलेसम्म खासै त्यस्तो बाघहरू देखिएको छैन एक्ज्याक्टली अब यहाँनिर निकुञ्जतिर अब चाहिँ यिनीहरूको नेसनल पार्कतिर चाहिँ छ कि त्यो समुद्र चाहिँ हामी यहाँ देखिरहेको छौँ दामी यार यो समुद्रकै किनारै किनारा हो कि बाटो अनि हामी यहाँनिर म्यापमा पनि हेर्नु न समुद्रको साइडबाट घुमिरहेको छौँ हरि आइपुग्यो नि होइन ग्रेट ओसन ल दाइ हामी चाहिँ अहिले ग्रेट ओसनको टुवेल एफएस टल एकदमै यो घुम्नै पर्ने ठाउँ चाहिँ आइपुगेको छौँ अब हामी घुम्छौँ रमाइलो गर्छौँ यो ठाउँमा लक्कीली हाम्रो घाम पनि देखिएको छ त्यही भएर विल इन्जोय इट हरि हजुर हजुर दाइ के हो तिम्रो गाडी त एकदम यता यहाँ भएको गाडीहरूमध्येको एउटा एकदम राम्रो खतरा लग्जरियस गाडी जस्तो देखिन्छ त यार यो यहाँ वरिपरिको गाडीमा टपै होला दाइ यो दामी रहेछ यार धेरै समयदेखि तस्बिर र भिडियोमा मात्र देख्दै आएको 12 एपोस्टल्स आज आफ्नै आँखाले हेर्ने अवसर पाउँदा मनको खुसी शब्दमा व्यक्त गर्न गाह्रो भइरहेको थियो पार्किङ क्षेत्रमा पाइला टेक्ने बित्तिकै चिसो समुद्री हावाले स्वागत गर्यो वरिपरि फैलिएको हरियाली प्रकृतिको शान्त वातावरण र टाढाबाट सुनिने समुद्री छालाहरूको आवाजलाई मनले एकदमै नियालेर हेरिरहेको थियो संसारका विभिन्न देशबाट आएका मानिसहरू एउटै सुन्दर दृश्यको प्रतीक्षामा त्यहाँ जम्मा भइरहेको देखिन्थ्यो अहिले चाहिँ हामी एकदमै रोमान्टिक ठाउँ एकदम रमाइलो ठाउँ यो 12 एपेस्टिक भन्ने ठाउँमा आइपुग्यौँ यो ग्रेट ओसनको एकदम घुम्नुपर्ने ठाउँहरूमध्ये एकदम रमाइलो ठाउँ रहेछ पछाडिपट्टि चाहिँ कस्तो मजाको त्यो के चट्टानको उहरू देखिरहेछ है हरि के भन्छ यो चट्टानको चाहिँ एउटा टुक्रा समुद्रभित्र होइन यस्तो रमाइलो देखेको है घुम्नै पर्ने अस्ट्रेलियाको एकदम घुम्नै पर्ने विशेष 5वटा ठाउँमा गन्यो भने पनि यो ठाउँ चाहिँ हामी चाहिँ गर्न सक्छौँ यो चाहिँ एकदमै राम्रो ठाउँ हो है साँच्चीकै राम्रो रहेछ यार आइएम फिलिङ सो कस्तो फिल गरिरहनु भएको छ दाइ यस्तो दामी यार बरु त्यो भनौँ हुनु त तिम्रो त धेरै पटक होला के छ मेरो त यो म अब जस्तै साथीहरू कोही आउनुभयो भने म यहाँ प्रायः घुमाउन लिएर आइरहेको हुन्छु त्यही भएर मलाई नर्मलै हो तर म सधैँ आउँदा विशेष ठान्छु यो ठाउँलाई नर्मल लाग्न थाले पनि एकदम विशेष छ यो ठाउँ मेरो घरबाट नजिक पनि एकदम राम्रो छ felt less alone. Every moment. अरे सरप्राइज पर्नु भयो नि त दाइ दामी यार के हो यस्तो अचम्म मान्नुभयो यस्तो यो मैले अघि तपाईँलाई भनेको थिएँ सरप्राइज छ है यहाँ भनेर हेर्नु त यहाँ एकदमै समुद्रै माथि यस्तो बनाएर चाहिँ सरप्राइज तपाईँ छक्क पर्नु होला होइन मलाई एकदम दामी लाग्यो यार अचम्म लाग्दो छ क्या एकदम रमाइलो छ फेरि खतरै रहेछ यहाँ चाहिँ नि एकदम टुरिस्टहरूको पनि चहलपहल पनि मजाकै देखिन्छ होइन दिनमा यस्तो पानी परेर हल्का घाम लाग्ने बित्तिकै यति धेरै फेरि विन्टरमा चाहिँ हाम्रो नेपालकै हुनु दृश्य जस्तो लाग्छ उहाँहरू होइन होला पर्यटक आउनु यो एकदमै राम्रो कुरा हो यहाँनिर चाहिँ समरमा त हामीले चाहिँ खुट्टा टेक्ने ठाउँ पनि पाइँदैन यहाँ है यहाँनिर उपर बस्नुपर्छ धेरै बेर अनि कुरेर पालो पर्खेर आउनुपर्छ आइट Proud and high. Beauty has a home. I found it today. And a part of my heart will.
सो आइम फिलिङ सो अमेजिङ होइन यस्तो दामी ठाउँ कि अब यसको त आई क्यान्ट एक्सप्लेन इन वर्ड्स देयर इज नो वर्ड टु एक्सप्लेन अबाउट दिस प्लेस होइन A place of hope, a place of wonder, the greatest place of all. अनि फेरि अर्को नमुना ठाउँ रहेछ नि यो त कस्तो फिल भइरहेछ दाइ यो हेर्नु त अचम्म लाग्दैन यो समुद्रको बिचमा पुरै रकहरू पुरै ठक्क राखे जस्तो है त्यो त पुरा मान्छेले बनाए जस्तो है समुद्र यो समुद्रको बिचमा मान्छेले बनाए जस्तो छ दाइ तर यो नेचुरल हो यो एकदम हेर्नु न यहाँ चाहिँ त्यो हाम्रो चाहिँ त्यो गैतीले खोपेर बनाए जस्तो देखिन्छ कि पुरै तर दामी मलाई पनि यस्तो दामी लाग्यो नि यतापट्टिको त पुरै पुरै दरबार जस्तो देखिन्छ नि एकदमै दरबारै जस्तो देखिन्छ फेरि यो एकदमै चाहिँ हामीले चाहिँ त्यो कुदेर बनाए जस्तो छ दाइ तर इट्स नेचुरल यो सबै नेचुरल हो है यो सबै नेचुरल हुँदा एकदमै राम्रो छ The 12 apostles, so silent, so strong. This is where my heart belongs. Golden sunlight. अर्को ठाउँमा जाँदा यतापट्टि पनि यसो अलिकति यो यता पनि छुटाउनु नहुने ठाउँ यो चाहिँ एकदमै राम्रो छ है यता पनि तर अब मेन ठाउँ चाहिँ मैले देखाएको ठाउँले गर्दा यतापट्टि अब त्यति राम्रो नलाग्न सक्छ तर इट्स वान अफ द बेस्ट प्लेस कहाँ हो यो हेर झाडीबुटेन पनि मलाई त कस्तो युनिक खालको लागिरहेको छ कि यस्तो खालको झाडीबुटेन नेपालमा कहाँ पाउँछ होला भन न ओके एकदमै हो यो रियली युनिक वान यार The sky, a masterpiece of nature, standing proud and high. If beauty has a home, I found. आजको यो अविस्मरणीय यात्रासँगै ग्रेट ओसियन रोडको अध्याय पनि यही पुरा हुँदैछ प्रकृतिको सुन्दरता समुद्रको गर्जन अनि हरेक मोडमा भेटिएका दृश्यहरूले मेरो मनमा गहिरो सम्झना छोडेको छ यस यात्रालाई सम्भव बनाइदिनु हुने मेरो प्रिय साथी हरि बास्कोटा र उहाँको सम्पूर्ण परिवारप्रति म हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु यहाँहरूले देखाउनु भएको माया साथ समय र आत्मीय आतिथ्यमा म कहिल्यै बिर्सन सक्दिनँ साथै मेरो यो यात्रामा साथ दिनुहुने सम्पूर्ण दर्शकहरूलाई पनि हार्दिक धन्यवाद तपाईहरूको माया हौसला र साथले नै मलाई अझ राम्रो सामग्री बनाउन प्रेरणा दिइरहेको छ फेरि अर्को नयाँ गन्तव्य नयाँ अनुभव र नयाँ कथासहित भेट्नेछु धन्यवाद नमस्कार